डेन्जर हल्लिँदो रहेछ यार। ल दामी देखिन्छ जस्तो छ है। अहिले चाहिँ हिउँ परेको छैन, हिउँ पर्ने सिजनमा आयो भने चाहिँ खतरा देखिँदो रहेछ। ल So hello guys, welcome to our next vlog. यो भ्लगमा चाहिँ हामी मुक्तिनाथदेखि चितवन जानको राइड देखाउँछौँ हैन। यो चाहिँ मैले त्यहाँको होटल देखाइरहेको छु हैन, कागबेनीको रेड हाउस होटल भनेर। त्यो होटल चाहिँ मैले हिजो भ्लगमा बाहिरबाट जज नगर्नु, यो होटलभित्रबाट चाहिँ खतरा छ भनेको थिएँ। सो धेरैजनाले खै त होटल देखाएको भनिराख्नु भएको थियो। सो यो साइकलहरू चाहिँ टुरिस्टहरू हुनुहुन्थ्यो त्यो होटलमा, त्योबाट चाहिँ वरिपरि साइक्लिङ गर् अनि यो साइकलहरूको चाहिँ एउटै साइकलको 12 लाख भन्ने राख्नु भएको थियो क्या त्यो होटलको दाइले। एकदम फ्रेन्डली हुनुहुँदो रहेछ होटलको दाइ पनि। अनि प्रायः त्यही टुरिस्टहरू नै बस्ने होटल रहेछ। हामीले चाहिँ बल्ल बल्ल पायौँ त्यो दिन। धन्न तपाईँहरू लकी हुनुहुँदो रहेछ र पाउनुभयो होटल भन्दै हुनुहुन्थ्यो। अब यसपछि चाहिँ हामी रेडी हुँदैछौँ निस्किनलाई मुक्तिनाथबाट। अब आजलाई चाहिँ दामी देखिन्छ भन्नुभएको थियो, खै घाम लागेको छैन रहेछ क्या, नत्र त खतरै देखिरहेछ। हिमालमा घाम लागेपछि दामी देखिँदो रहेछ। यो चाहिँ छत यो घरको के अरे। अब हामी चाहिँ निस्किनु लाग्छौँ। अब यहाँबाट टेते लेक भन्ने छ अरे, अनि त्यहाँ गएर यसो घुमेर अनि त्यसपछि हामी खाना खान्छौँ अनि लाग्छौँ तलतिर है त। हामी साथीहरू अलिकति पुरै छन्। मेरो हस्बेन्डले लास्टै ढिला गर्छन्। मेरो हस्बेन्डले क्यामेराले जस्टिसै दिएन क्या। सो हामी चाहिँ यहाँनिर टिटी लेक जाने भनेर लेते जाने बाटोमा हैन, लेते जाने बाटोमा टिटी लेक ठ्याक्क पर्दो रहेछ। 40 मिनटको राइडमा पर्ने त होइन, भित्र छिर्नु पर्ने रहेछ 30 मिनटको राइडमा। अनि त्यहीँ जाने भनेर। कति बाँकी छ, कति किलोमिटर बाँकी छ लेते पुग्न? आई मिन लेते पुग्न लेते उता मुस्ताङतिरबाट आउँदाखेरि लेते पुग्न 5-7 किलोमिटर बाँकी हुँदाखेरि चाहिँ यहाँनिर यहाँ बोर्डै छ यत्रो, टिटी लेक अवेट्स यु भनेर यहाँ बोर्ड छ। अनि यो झुलुङ्गे पुल क्रस गरेर अनि त्यहाँ जानुपर्ने रहेछ टिटी लेकमा। सो बाइकमा चाहिँ 30 मिनट्स अन बाइक भनेको छ। अनि त्यसपछि 2.5 आवर्स वक और 45 मिनट्स चाहिँ के भन्दैछ यहाँनिर, 45 मिनट्स अन बाइक राइड भनेर दुईवटा रहेछ के रुट चाहिँ। खोके थाती तु तिती र छायो कुन्जो तु तिती भनेको छ। कुन चाहिँ कहाँबाट जाने हो हामी? यो कहाँ हो त? यो यहीँ हो। अनि यहाँ दुईवटा रुट देखाएको छ तेरो त। कुन चाहिँ माथिको कि तलको रुट हो हाम्रो? त्यही त। अब एउटामा 30 मिनट्स देखाएको छ, एउटामा 45 मिनट्स देखाएको छ। ल ल ल हेर ल। अनि त्यसपछि विल गेट ब्याक। हाम्रो साथीहरू पनि आयो। अब हामी जान्छौँ। ल उ गर न त गुगल म्याप।
हेरेर जानुपर्छ होला यार म क्रस गर्छु अनि म उता गएर भिडियो खिच्छु यहाँबाट बाइक लग्न मिल्ने हो कि होइन यार यहाँ लेखाएको छ बोर्डमा त्यो ठुलो बोर्डै छ छैन छैन ए आयो 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 ल ल आऊ छिटो आइहाल न जसले हाल्यो नि पख पख हामी जाउँ जाउँ हामी चाहिँ जाउँ यो तर बाइक जाने अरू भन्दा डराउन त दुवैजना हाइट फोबिया भएकाहरू छन् डराउन त अलिअलि डराउँछन् हिँड्दाखेरि त डराउने है नक्रस गरौँ भन्थे अब कसरी ल्याउँछन् बाइक चाहिँ अरू भन्दा नि यो बाइक जान मिल्नेवाला पुल हो कि होइन है थाहा भएन के होइन छोइँदैन सुन त जाउँ जाउँ हामी त्यहाँबाट भिडियो खिच्नुपर्छ हो कि होइन फेरि फर्किनु पर्ने हो कि या कह हामी क्रस गर्छौँ अनि आज हाइट फोबिया हट्ने भयो जस्तो त दुवैजनाको भिडियो खिच्देऊ भन्दैछन् त्यहाँबाट अब त्यहाँ पुगेर अनि त्यसपछि भिडियो खिच्दिने ल अर्को बाइक पो आयो यार डेन्जर हल्लिँदो रहेछ यार बाइकमा डर त लाग्दो रहेछ यार अलिअलि यार बाइकमा ल ल ल कस्तो भयो कस्तो फिलिङ हाउस द फिलिङ अलिअलि डर चाहिँ लाग्दो रहेछ बाइकमा त्यहाँ बिचमा एक ठाउँमा होइन टायर हाल्ने ठाउँमा त्यो उनी रहेन रहेछ के त्यहाँ अलिअलि फुटेको छ ल ल दाइ स्पिड स्पिड पक्रिनु पर्यो स्पिड हाउस द फिलिङ उता हेर त जाऊ यो नामै थिएन त्यहाँ अर्कै नाम छ त्यहाँ कस्तो भयो त गाइस होइन भने झुलुङ्गे पुलवाला बाइक हिँड्न मिल्ने खालको हो कि होइन कन्फ्युजवाला त्यहाँनिर बस्यो त पन्दा दामी आएर रहेछ यार यता हेर न तिमी पनि म फोटो खिचिदिन्छु कि ल ल अर्को बाइक पो आयो यार डेन्जर हल्लिँदो रहेछ यार बाइकमा डर त लाग्दो रहेछ यार अलिअलि यार बाइकमा ल ल ल कस्तो भयो कस्तो फिलिङ हाउस द फिलिङ अलिअलि डर चाहिँ लाग्दो रहेछ बाइकमा त्यहाँ बिचमा एक ठाउँमा होइन टायर हाल्ने ठाउँमा त्यो उनी रहेन रहेछ के त्यहाँ अलिअलि फुटेको छ
ल ल दाइ स्पिड पक्रिनु पर्यो स्पिड हाउ द फिलिङ उता हेर त जाऊ यो नामै थिएन त्यहाँ अर्कै नाम छ त्यहाँ कस्तो भयो त गाइज होइन भने झुलुङ्गे पुलवाला बाइक हिँड्न मिल्ने खालको हो कि होइन कन्फ्युजवाला त्यहाँनिर बस्यो त पन्दा दामी आएर रहेछ हेर यता हेर न तिमी पनि म फोटो खिचिदिन्छु कि ल हाम्रो चाहिँ यहाँ बाटो पत्ता लाग्यो होइन यहाँबाट त्यही अघिको पुलबाट अरेर अनि राइट लाग्नु पर्ने रहेछ दामी छ यहाँ हाम्रो भ्यूजहरू बाटो चाहिँ अलिकति गिटी त्यसपछि माथि चाहिँ पिच छ जस्तो छ यो गिटीको बाटो 2 मिनट जस्तो गिटीको बाटो त्यो पुल क्रस गरेपछि बाटो चाहिँ राम्रो रहेछ है सजिलै रहेछ अहिलेसम्म चाहिँ ए ढलान छ पुरै ढलान छ उकालो उकालो मात्रै ढलान टर्निङमा चाहिँ ढलान गरेर रहेछ त्यो भाइलाई सोधेको भाइ टिटी कता यही हो भनेर भने यो सानो ताल होइन अर्को उतामा यहाँबाटै टोइलेट पनि देखाइदियो न के भयो रे जान्छ बादल अहिले यस्तो रहेछ अब यो चाहिँ खास फागुनतिर आउँदा चाहिँ दामी देखिन्छ जस्तो छ है अहिले चाहिँ हिउँ परेको छैन हिउँ पर्ने सिजनमा आयो भने चाहिँ खतरा देखिने रहेछ ल त्यही अलिअलि परेको हिउँ पनि बादलले रोकिहाल्यो छेकिहाल्यो नत्र चाहिँ दामी रहेछ ल है त्यहाँ हिउँ पर्यो भने त खतरा देखिन्थ्यो नि त सो हामी मुक्तिनाथबाट चितवन जानलाई कालीगण्डकी कोरिडोर हुँदै जाने भनेर विचार गरेको त्यो गर्नलाई चाहिँ हाम्रो यो बागलुङ कालिकाबाट चाहिँ यता कालीगण्डकी पुल क्रस नगरिकन राइट लाग्नुपर्ने रहेछ कालीगण्डकी कोरिडोर छुनलाई चाहिँ त्यहाँनिर पुलिस पिटहरू पनि छ सो त्यो इजिली थाहा भइहाल्छ जस बागलुङबाट यता पोखरा जाने बाटोमा बागलुङबाट पोखरा जाने ब्रिज चाहिँ क्रस नगरिकन चाहिँ राइट हाल्नुपर्ने रहेछ
गल्यानबाट भित्र गल्यान चोकबाट भित्र छिरेपछि चाहिँ कालीगण्डकी छुनलाई त्यहाँबाट चाहिँ हाम्रो सर्टकट रहेछ चितवन जान। सो हामी त्यताको बाटो लागेको छौँ। हिजो चाहिँ आएर कालीगण्डकी कोरिडोर हुँदै आएर लेट भइसकेको थियो। सो स्यान्जामै बस्यो, त्यही गल्यानमै बस्यो। अनि गल्यानबाट चाहिँ भित्र हाल्नुपर्छ अरे। अब यहाँबाट 3 घन्टा जस्तोको बाटो छ अरे। सो अब यहाँबाट तल चाहिँ कालीगण्डकी छुने रहेछ, तल तल। सो हुङ्गी घाट ब्रिजबाट चाहिँ तलतिर कच्ची बाटोमा लाग्नुपर्ने रहेछ कालीगण्डकी कोरिडोर छुनलाई। ल अब यो हुङ्गी घाट ब्रिज क्रस गरेपछि चाहिँ कालीगण्डकी कोरिडोर छुने रहेछ है। सो गल्यान पछिको बाटो चाहिँ एकदमै पिच पुरै राम्रो रहेछ हैन। त्यही अघि एकछिन तल झरुन्जेल चाहिँ अलिकति कच्ची रोड जस्तो, नत्र सबै बाटो राम्रो छ यो कोरिडोरको। हामी चाहिँ यहाँ कालीगण्डकी कोरिडोरको बीचतिर छौँ। अनि यहाँ ठ्याक्क पिङ देखेर अब पिङ खेल्ने भनेर पिङ खेल्न थाल्यौँ। यो बस्ने बनाउनु पर्छ क्या ब्रो, त्यो ज्याकेटले हैन माथिबाट खिच्देऊ न यार, कालीगण्डकी आउने गरेर फोटो ब्रो। यसरी सर खिच्दै जाने अनि टक्क मान्छे त पर्दैन। ल गाइस पिङ चाहिँ खेल्यो तर डोरी त्यस्तो रहेछ हैन। त्यो पहिले डोरी हेरेर मात्रै पिङ खेल्नु होला। पातल रहेछ भन्न खोजेँ त्यो हैन। भ्लगमा म त्यो गोल रातो बनाइदिन्छु नि। बाहिर बल्ने छ नि हैन। म माथिबाट चढ्छु क्या, म माथिबाट चढ्छु। ए ना कटे गर्छ त भाइ। भाइ म ओर्लियो पछाडि लड्छ मान्छे। के हुन्न के रमाइलो हुन्छ यार। बस न एकछिन बस्नु के कस्तो छ भने भने बस एकछिन बस न। यहाँनिर बिचमा एकछिन
खाजा खाम भनेर बिहानदेखि चिया एक कपको भरमा हिँडेको छ 11 बजिसक्यो केही खाएको छैन सो यहाँ बसौँ भनेर हामी साथीहरू चाहिँ अलि अगाडि नै पुगिसक्नु भएको रहेछ तर फर्किनु भनेर बोलाएको ठाउँ राम्रो देखेर ल भेलौरीको यो खाना खाने ठाउँ यस्तो खाले भ्यू छ यहीँ आएर भात खानु होला बिकज भात इज मिठो यहाँको होइन दामी छ दामी भेलौरीको भात तरकारी झन् दामी सो हामी चाहिँ अब खाना खायौँ अनि त्यसपछि खाना खाएर अनि यहाँ तल यसो खोलातिर आऊँ भनेर खोलातिर छरपष्ट परिरहेको छ कोही यहाँ बसेर रेडबुल खाँदैछन् कोही त्यहाँ बसेर फोन चलाउँदैछन् छरपष्ट परिरहेको छ मलाई चाहिँ काम देखेर आँटे आएन त्यहाँ जान यहाँनिर चाहिँ पहिरो जानेवाला ठाउँ रहेछ पहिरो गएर भएको रोड रहेछ क्या यो चाहिँ पहिरो यो रोड जस्तो बनाएछ ईस्ट वेस्ट हाइवे निक्ल्यो है कालीगण्डकी कोरिडोरबाट राइटबाट बुटवल नारायणघाट लास्टमा हप्याक गर्मी छ यी मैले त हेलमेट माथि पनि यसरी सेड हाल्दैछु लास्टै गर्मी छ ल हामी चाहिँ चितवन आइपुगेका छौँ होइन त यस यस चितवन आएर फ्रेस भएर अनि त्यसपछि हामी अब गोलाघाट जाँदैछौँ सनसेट अनि डिनर गर्नलाई होइन कस्तो फिल हुँदैछ त फर्स्ट टाइम चितवनवाला मान्छे एकदम एक्साइटेड छु ल यसमा जाँदैछौँ है त मलाई त यो त रमाइलो लाग्छ जतिचोटि गर्दा पनि रमाइलो लाग्छ प्राइभेट छ होइन हामी चाहिँ फोटो खिचेर ठ्याक्क हामीले फोटो खिचेर सकाउनु ठ्याक्क सन पनि लुक्नु दामी टाइमिङ भयो देख्यौ त्यही भएर फोटो खिचिहाल्नुपर्छ फर्स्टमै भनेको अब त्यो आउँदैन नि दाइ अब त्यो कहाँ देखिनु सनसेट देखेन क्या अरू भन्दा नि नत्र क्या दामी ठ्याक्कै खोलामै भित्र पसे जस्तो देख्थ्यो होला है हामी चाहिँ सफारीलाई निस्किसक्यौँ भने यो कुहिरोमा के हेर्न जाने होला है सफारी त जाने भयो तर यो कुहिरोमा के देखाउँछ नि त अहिले इन्डियनले भने जस्तो पैसा वसुल कुछ देखाओ भन्नुपर्ने जस्तो छ हाम्रो पनि लगको लागि म अर्को गर्छु ल ब्लग बनाउने भयो भने चाहिँ दुईचोटि भन्दा जाँदैन
हामी चाहिँ चितवनबाट फर्किँदैछौँ यहाँ चिया खान बसेको कसैलाई प्रेसर हाई कसैलाई प्रेसर लो 2 जना मात्रै ब्यालेन्स छन् यो ऊ र ऊ मात्रै ब्यालेन्स हामी चाहिँ म चाहिँ लो पुरै हाई ट्रान्सफर गर्न मिले नि हुन्थ्यो प्रेसर यताबाट उता सो यहाँनिर हामी चिया खान बसेका छौँ अब लगभग हाम्रो यो लास्ट स्टप जस्तो नै हुन्छ होला हुँदैन सफा सुग्घर हुँदैछ यहाँ घरभित्र बस्नुभन्दा अगाडि फाइनल्ली होम सो घर पुग्यौँ अब साथीहरूसँग चाहिँ छुट्यौँ होइन हामी दुईजना मिलेर भ्लग एड गर्यौँ बाई बाई सी यु इन द नेक्स्ट भ्लग